आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले सम्पत्ति विवरण फेरि चाहियो। आगो लगाएर पुगेन सम्पत्ति विवरण खरानी छ उठाएर लैजा सरकार। पहिले नै देखि असंवैधानिक सरकार बन्नभन्दा अगाडिदेखि असंवैधानिक सरकारका प्रधानमन्त्री अवलोकन गरिरहेका थिए। लौ यो बुढो त धेरै दिनपछि आएर बोल्दा अलि राम्रो गतिलो अलि घमण्ड सम्बन्ध सबै निखारेर आएर बोल्ला भन्दा त झन बढी पो छ त यो बुढोको घमण्ड त। आम्मा हो त्यो किडनीमा भएको पत्थरी फालेपछि त अलिकति दिमाग ठिक ठाउँमा आयो, अब त सुध्रेला न भन्यो, झन दिमाग बिग्रिरहेको त। बुढेसकाल भएपछि निउ खोज्छ भने त यो त पुरै सिङौरी नै खेलिरहेको त। यसका सिङ त अझै के चाहिँ भाँचिन माइन्छ है यो बुढोको। यति धेरै घमण्ड त देखाउन नपर्ने हो त। अनि यसलाई यस्तो विधि घमण्ड देखाउन चाहिँ कसले आँट दिइरहेछ। फेरि यसका त्यो पुच्छर लाएर एक दुईजना सपोर्टर भनाउँदा यस्तो विधि छन् नि, यस्तो विधि छन्। यस्ता बुढाको कुरामा सुनेर पनि ताली पड्काएर यसकै पछि लाग्छौ भने त तिमीहरूको जिन्दगीमा केही गर्न सक्दैन है चुतियाहरू। बेलैमा दिमाग लाओ। अलिकति यस्ता बुढालाई हटाएर अब आफूले गरेर राम्रो सुधार्नु त कता हो कता। त्यसकै सपोर्टरमा यसले भने ठिक राम्रो भनेर चाहिँ नहिँड्दा नि खुस्किसक्यो बुढोको। तिमीहरूको नि खुस्किएला। बेलैमा विचार गर झ्याक्नेहरू।